मेरो बुढो त यति बेलासम्म आएको छैन। अहिले मातेर त आउने होला नि, मातेर आएर फेरि अशान्ति गर्ने होला। म यति बेला फेरि मार्चेस पनि पर्दैन। बुढे ओ बुढे भात पाक्यो। बुढी भात पाक्यो भनेको। हजुर भात खानुहुन्छ? पस्किदिउँ? आज उसिनेको आलु र भात छ, लिनुहोस्। यो आलु कसले खान्छ उसिनेको? मलाई पकाएको आलु खान मध्ये तै खा। 1 घन्टापछि लु बुढो पकाएर ल्याइदिएको छु, लु खानुहोस्। मलाई अघिको उसिनेकै आलु चाहियो। यो पकाएको मलाई खानु मन लागेन। अब यो तै खा। उसलाई कसो गर्दा पनि नआउने रहेछ। अब पकाएर पनि लगिदिन्छु, उसिनेर पनि लगिदिन्छु, त्यहाँदेखि हेर्छु। लु उसिनेको पनि छ, पकाएको पनि छ, खानुहोस्। मलाई यो दुइटै उसिनेको र पकाएको खानै मन छैन। अब झा यो रक्सीको झोल खाए त साह्रो अप्ठ्यारो हुन्छस्। बाँचुन्जेलसम्म पनि मरेकै हाल भो छल गर्यो मायाले।